नेपालको राजनीति आज एउटा गम्भीर प्रश्नको सामना गरिरहेको छ। फागुनको निर्वाचनपछि किन लगातार उच्च अमेरिकी अधिकारीहरू नेपाल आइरहेका छन्? किन अमेरिकी सैन्य कमान्डरहरूदेखि लिएर कूटनीतिक अधिकारी सम्मको बाक्लो उपस्थितिले नेपाललाई विशेष प्राथमिकतामा राखेको देखिन्छ? र सबैभन्दा ठूलो प्रश्न के यो केवल कूटनीतिक सम्बन्धको सामान्य प्रक्रिया हो वा नेपाललाई कुनै ठूलो भूराजनीतिक खेलको मैदान बनाउने प्रयास भइरहेको छ? कतै नेपाल डरलाग्दो भूराजनीतिक चक्रव्यूहमा त फस्दै छैन? दर्शकवृन्द, बालेन शाह नेतृत्वको सरकार गठन हुनु अघि र त्यसपछि मात्रै 5 उच्च अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण भएको तथ्य सार्वजनिक भइसकेको छ। सैन्य सहकार्य, डिजिटल पूर्वाधार, स्टारलिंक डाटा सेन्टर, तिब्बती शरणार्थीहरूको विषय र बीआरआई बारे अमेरिकाको निरन्तर चासोले धेरै प्रश्न जन्माएको छ। विश्व अहिले अमेरिका र चीन बीचको प्रतिस्पर्धाको केन्द्रमा छ। युक्रेनदेखि ताइवानसम्म, मध्यपूर्वदेखि दक्षिण चीन सागरसम्म महाशक्तिहरू प्रभाव विस्तारको दौडमा छन्। यस्तो अवस्थामा तिब्बतसँग सीमा जोडिएको नेपाल अचानक किन यति महत्वपूर्ण बन्न पुग्यो? के नेपालको आफ्नो छिमेकीसँगको सम्बन्ध बिगारेर अर्को युक्रेन बनाउने अमेरिकी योजना कार्यान्वयन हुन थालेको त होइन? नेपालका नागरिकहरूले यो प्रश्न सोध्न पाउने अधिकार राख्छन्। अमेरिकी अधिकारीहरू सगरमाथा क्षेत्रसम्म पुगेर अत्याधुनिक ड्रोन प्रविधिको परीक्षण गरिरहेका छन्। स्टारलिंकलाई नेपालमा विशेष सुविधा दिन दबाव परेको चर्चा भइरहेको छ। तिब्बती समुदायका प्रतिनिधिसँग प्राथमिकताका साथ भेटघाट गरेर चीनको सुरक्षा चासो माथि धावा बोल्ने काम भइरहेको छ। नेपाली सेनालाई अमेरिकी सैन्य सहयोगको आकार निरन्तर बढिरहेको अवस्था छ। यी सबै घटनाहरूलाई अलग अलग हेर्दा सामान्य लाग्न सक्छ, तर जब यिनलाई एउटै चित्रभित्र राखिन्छ तब एउटा गम्भीर प्रश्न उठ्छ। नेपाललाई कसको रणनीतिक नक्सामा कोरिँदैछ? अझ रोचक कुरा के छ भने चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात बीआरआई बारे वर्तमान सरकारको मौनता पनि बहसको विषय बनेको छ। सोध्नै पर्ने भएको छ, के नेपालले आफ्नो स्वतन्त्र विदेश नीति कायम राखिरहेको छ वा कुनै बाह्य शक्तिको प्रभाव बढ्दै गएको छ? हामी कसैको विरोधी होइनौं, हामी अमेरिकाको विरोधी होइनौं, हामी चीन विरोधी पनि होइनौं, तर हामी नेपाल पक्षधर अवश्य हौं। त्यसैले नेपाल कुनै महाशक्तिको मोहरा बन्नु हुँदैन। नेपाल कुनै विदेशीको रणनीतिक प्रयोगशाला बन्नु हुँदैन। नेपालको भूमि, नेपालको राजनीति, नेपालको संचार प्रणाली र नेपालको राष्ट्रिय सुरक्षामाथि निर्णय गर्ने अधिकार नेपाली जनताकै हुनुपर्छ। आज आवश्यक कुरा अन्ध समर्थन होइन, अन्ध विरोध पनि होइन। आवश्यक कुरा हो पारदर्शिता। जनताले जान्नुपर्छ अमेरिकी अधिकारीहरूसँग भएका भित्री कुराहरू के हुन्, सैन्य सहकार्यको सीमा कहाँसम्म हो, स्टारलिंक र डिजिटल पूर्वाधारमा राष्ट्रिय सुरक्षाको ग्यारेन्टी के छ, तिब्बती मामिलामा वर्तमान सरकारको आधिकारिक नीति के हो र बीआरआई बारे सरकारको वास्तविक धारणा के हो। राष्ट्रप्रेम भनेको कुनै देशलाई गाली गर्नु होइन। राष्ट्रप्रेम भनेको आफ्नो देशमाथि हुने सम्भावित प्रभाव र हस्तक्षेप बारे सचेत रहनु हो। हालको सरकारले मित्रता सबैसँग राखोस्, तर निर्णय केवल नेपालको हितमा गरोस्, किनभने इतिहासले एउटा कुरा सिकाएको छ, साना राष्ट्रहरू तबसम्म सुरक्षित रहन सक्छन् जबसम्म उनीहरूले आफ्नो राष्ट्रिय स्वार्थलाई पहिलो प्राथमिकता दिन्छन्। त्यसैले प्रश्न सोधौं, जवाफ मागौं र नेपालको सार्वभौमिकताको रक्षा गरौं। जय नेपाल।